हेलो साथीहरू, स्वागत छ आजको यस नयाँ भिडियोमा। आजको यस भिडियोमा हामी होटल फरेस्ट आइएनएन लिमिटेडको आइपिओको बारेमा कुरा गर्नेछौँ। यो आइपिओलाई चाहिँ तपाईँले सेल गर्दा ठिक हुन्छ कि लङ टाइमको लागि होल्ड गर्दा ठिक हुन्छ कि होइन, यसबाट चाहिँ के कतिको रिटर्न आउन सक्ने सम्भावना छ, बोनस सेयर देला कि नदेला, कस्तो छ कम्पनीको अवस्था र कतिसम्ममा यसको प्राइस पुग्न सक्छ, कहिले चाहिँ हामीले यसको सेयर बेच्ने, त्यो सम्पूर्ण जानकारी छोटो भिडियोमा तपाईँले पाउनुहुनेछ। आज हामी विस्तृत रूपमा यसको बारेमा कुराकानी गर्नेछौँ। यदि तपाईँले यसको आइपिओ परेको छ वा तपाईँको साथी, तपाईँको आफन्त, तपाईँको परिवारलाई यो आइपिओ परेको छ भने पक्कै पनि यो भिडियो हेर्न नछुटाउनुहोला। र यो भिडियोमा अघि बढ्नुभन्दा पहिला यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ, अहिलेसम्म हामीसँग जोडिनु भएको छैन भने तल रहेको रेड बटनमा क्लिक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला र हामीसँग जोडिन नभुल्नुहोला। साथीहरू, यसको लास्ट कारोबार हेर्नुहुन्छ भने ₹1096.09 कारोबार भएको छ र 10% ले चाहिँ यसले सर्किट हानेको छ। र जम्मा यदि क्वान्टिटी हेर्नुहुन्छ भने 11,840 किता सेयर चाहिँ सेल बाई भएको छ, जुन चाहिँ 1184 जनाले चाहिँ यसको आइपिओ सेयर बेच्नु भएको छ भनौँ न, होइन। यसको टोटल ट्रेड टोटल्ली जति पनि छ, यसको यदि फ्लोट सिट तपाईँ हेर्नुहुन्छ भनेपछि सबैले आइपिओ मात्रै बेच्नु भएको छ। हेर्नुहोस् है, 10 किता 10 किता 10 किता 10 किता जतिले पनि सेयर बेच्नु भएको छ या किन्नु भएको छ, आइपिओ मात्रै किनबेच भएको छ। यहाँ एक्स्ट्रा सेयर चाहिँ कुनै सर्कुलेट भएको छैन। जति किता सेयर चाहिँ आइपिओबाट आएको थियो त्यसको मात्र कारोबार भइरहेको छ। बाँकी चाहिँ यसमा कुनै एक्स्ट्रा ट्रान्जेक्सन भइरहेको छैन, किनकि अहिले धेरैसँग यसको आइपिओ मात्रै छ। धेरै सेयर सबैले किनिसक्नु भएको छैन र यसको चाहिँ जम्मा अहिले सप्लाईको कुरा गर्नुहुन्छ भनेपछि मात्र टोटल सप्लाई त्यो दिनको, होइन, लास्ट कारोबार भएको दिनको चाहिँ 11,840 किता सेयरको लागि मात्रै कारोबार भएको छ। यसको धेरै सप्लाई आउन अझै बाँकी छ, होइन। यसको चाहिँ ठुलो क्वान्टिटीमै आइपिओ खुलेको थियो र अहिले धेरै सप्लाई आउन बाँकी छ अझै त। तर हेर्नुहुन्छ भनेपछि तपाईँले जुन अघिल्लो हप्ता, यो चाहिँ अब आउने हप्तादेखि चाहिँ जुन अब नयाँ कारोबार सुरु हुन्छ, त्यसमा चाहिँ तपाईँले अलिकति मार्केट टाइममा चनाखो बस्नुपर्ने अवस्था छ। यसको त्यति फन्डामेन्टल्सहरू, फाइनान्सहरू चाहिँ त्यति स्ट्रङ अहिले देखिँदैन, होइन। तपाईँले यदि लङ टाइमबाट यसले कतिको रिटर्न देला, बोनस सेयर दिन्छ कि दिँदैन, होल्ड गर्छु भन्ने सोच्नु भएको छ भने तपाईँले कुनै पनि कारोबार गर्दाखेरि, कुनै पनि सेल बाई गर्दाखेरि आफ्नो डिसिजन चाहिँ तपाईँले लिनुपर्ने हुन्छ। आफूले चाहिँ कतिको रिस्क लिन सक्छु, आफूले चाहिँ यसलाई होल्ड गर्दाखेरि मलाई कुनै घाटा त हुँदैन फ्युचरमा भन्ने खालको त्यस्तो चाहिँ आफ्नो एउटा माइन्डसेट, आफ्नो एउटा स्ट्र्याटेजी र आफ्नो एउटा प्लानिङ पनि बनाउनु पर्ने हुन्छ। मेरो पर्सनल सोचाइ चाहिँ के हो भने, यदि यसले बोनस सेयर दिए पनि, कुनै त्यस्तो रिटर्न दिए पनि, कुनै पनि आइपिओले, है, यसले मात्र होइन, कुनै पनि आइपिओले यदि बोनस सेयर दिन्छ जस्तो पनि तपाईँलाई लाग्छ भने आइपिओबाट आएको जुन तपाईँलाई सेयर हुन्छ त्यो चाहिँ टपमा पुगेको बेला तपाईँ चनाखो भएर त्यसलाई सेल गरिदिनु भयो भने पछि तपाईँले मार्केटमा करेक्सन आएको बेला तपाईँले कुनै पनि कम्पनीको सेयर चाहिँ पछि उठाउँदाखेरि राम्रो बेनिफिट हुन्छ। तपाईँलाई त्यो जुन आइपिओबाट मिलेको लिस्टिङ गेन हुन्छ त्यो चाहिँ तपाईँले लिएर अनि त्यसपछि करेक्सनको बेला फेरि कुनै कम्पनीको सेयर चाहिँ लङ टाइम होल्ड गर्छु भन्ने सोच्नु भएको छ भने पछि तपाईँले बाई गरेर राख्दा चाहिँ राम्रो हुन्छ। चाहिँ यो स्ट्र्याटेजी चाहिँ बेटर लाग्यो मलाई चाहिँ। तपाईँले आफ्नो स्ट्र्याटेजी बनाउनु पर्ने हुन्छ, तपाईँले यो बारेमा सोच्न सक्नुहुनेछ। र यसको केसमा कुरा गर्नुपर्दा यसको आइपिओ कतिसम्म पुग्ला त जिज्ञासा छ भने यसको चाहिँ अब हेर्नुहोस् है, सोमबार मङ्गलबारसम्म चाहिँ तपाईँले हेर्नु होला। 1-2 दिन चाहिँ अझै सर्किट हान्न सक्ने सम्भावना छ र त्यसपछि चाहिँ तपाईँले आउँदो हप्ताको अन्तिम दिनतिर चाहिँ तपाईँले एकदमै चनाखो बस्नुपर्ने हुन्छ। 1-2 दिनको सर्किट पछि चाहिँ यसको आइपिओमा चाहिँ केही करेक्सन आउन सक्ने सम्भावना देखिन्छ, किनकि मार्केट यसको त्यति फन्डामेन्टल त्यति राम्रो नभएको हुनाले पनि होटल एन्ड टुरिज्म सेक्टरको कम्पनी यो रहेको हुनाले चाहिँ अलि राम्रै प्राइस पुगेको छ। तर यसलाई चाहिँ फन्डामेन्टली हेर्नुहुन्छ भने त्यति धेरै प्राइस पुग्ने जस्तो देखिँदैन र 12, 1250, 1300 सम्ममा चाहिँ यसको प्राइस पुग्न सक्छ र त्यसपछि चाहिँ तपाईँले एकदमै सतर्क बस्नु होला। किनकि हेर्नुहोस्, जुन दिन सर्किट हान्नुपर्ने हुन्छ नि कम्पनीले, त्यो दिन चाहिँ स्टार्टिङ खुलेको 1 घन्टा 1.5 घन्टाभित्रै, भनौँ न आधा घन्टाभित्रै नै त्यसले सर्किट हानिसकेको हुन्छ। जुन दिन चाहिँ त्यसमा करेक्सन आउने जस्तो छ, होइन, 10% ले जसै यहाँनिर चाहिँ 10% ले सर्किट हानेको छ भने त्यो दिन, जुन दिन करेक्सन हुनेवाला छ, जुन दिन घट्नेवाला छ, त्यो दिन चाहिँ तपाईँले हेर्नुहुन्छ भने 3%, 4%, 5% मा चाहिँ सर्किट हानिरहेको हुन्छ। यसको मतलब चाहिँ अब यसले चाहिँ डाउन ट्रेन्ड ल्याउन सक्ने सम्भावना देखिएको छ भन्ने चाहिँ हामीले बुझ्दा हुन्छ। त्यही भएर तपाईँले चाहिँ 1-2 दिन चाहिँ लगभग सर्किट हान्छ यसले र त्यसपछि चाहिँ तपाईँले यसमा अलिकति सावधानीपूर्वक मार्केट ओपन भएको बेला चाहिँ तपाईँले केयरफुली यसलाई हेर्नुभयो भने त्यहाँबाट तपाईँले टपमा पुगेको बेला यसलाई बेच्न सक्नुहुन्छ। र कुरा आउँछ बोनस सेयर दिने नदिने, त्यो चाहिँ अहिले त्यति फन्डामेन्टली हेर्दाखेरि चाहिँ दिइहाल्ला भन्ने चाहिँ देखिँदैन। तर अब
अब दिइहाल्यो भने पनि तपाईँले फेरि यसको एनालाइसिस गरेर डिपली एनालाइसिस गरेर पछितिर होइन मार्केट प्राइस घटेको बेला तपाईँले यसलाई किनेर होल्ड गर्न सक्नुभयो भने राम्रो हुन्छ। हेर्नुहोस् है अहिलेसम्म चाहिँ 10-10 किताको मात्र बाई सेल भएको छ। एक्स्ट्रा कुनै सप्लाई आएको छैन। त्यही भएर 1-2 दिन चाहिँ सप्लाई हान्न सक्ने सम्भावना छ है। फेरि कुनै तपाईँले भन्नुभएको थियो अनि भएन नभन्नु होला। किनकि यसमा चाहिँ स्योरिटी चाहिँ कसैले पनि भन्न सक्दैन। कुनै परमात्माले पनि एक्सपर्ट कुनै त्यस्तो होइन यो सेयर मार्केटको किङले कसैले पनि यति नै प्राइस पुग्छ भनेर चाहिँ भन्न सक्दैन। एउटा आइडिया मात्रै दिने हो। आइडियाले हेर्नुहुन्छ भने चाहिँ 1-2 दिन चाहिँ सर्किट हान्न सक्छ र त्यसपछि चाहिँ यसमा तपाईँले अलिकति एक्टिभली भएर यसको प्राइस हेर्नुभयो भने करेक्सन आएको बेला तपाईँले सेल गर्दाखेरि हुन्छ। यो थियो एउटा सानो अपडेट भिडियो। तपाईँलाई कस्तो लाग्यो कमेन्ट बक्समा बताउनु होला। आफ्नो सुझाव सल्लाह जिज्ञासा पनि कमेन्टमा लेख्नु होला र भिडियो मन परे यस्तै खाले भिडियो हेर्नुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिराख्नु होला। मिल्नेछ अर्को एउटा नयाँ भिडियोमा।